ए बाउ होइन है के भयो सँगै पढेको साथीहरूले बाइक स्कुटी किनिसक्यो म सधैँ त्यो थोचो साइकलमा कलेज जाने हो हेत्तेरिका के भएको बाबु पोहोर साल मात्रै तेरो आमा बिति यति बेला मसँग कहाँ पैसा हुन्छ ए त्यो कुराहरू नसुनाऊ के मलाई बाइक चाहिन्छ जसरी नि हेत्तेरिका कस्तो कुरा नबुझेको छोरा तिमी यत्रो पढेले मान्छे त्यसो कुरा बुझ न त मसँग हुनु परेन ए हुनु परेन त्यो तपाईँको ठाउँमा हो मलाई जसरी बाइक चाहिन्छ भोलि भित्रमा अरू कुरा थाहा छैन मलाई हे भगवान हो यसको बुद्धि कहिले आउने हो हेत्तेरिका यो गधाले त खत्तम पार्ने भयो यार कहाँबाट पैसा ल्याएर किनिदिने होला नदिमीले दिनरात टचर दिन्छ त्यसले पढेर नि खानी भएन केही गर्नु भएन के गर्ने होला त जग्गाको नाममा चाहिँ एउटा 10 टुर जग्गा छ त्यही टुक्रो भने पनि राखेर किनिदिनु पर्यो छोरीको इच्छाले अब के गर्ने सर नमस्ते ए नमस्ते बस्नु के काम ल्याउनु सर सर अब त्यही त हो नि गरिब दुखीलाई चाहिने त्यही लोनै त हो तै पनि अलिअलि लोन पाइन्छ कि भनेर सर ब्याङ्कले त दिने गरे होइन कति चाहियो होला धेरै त होइन सर अब त्यही 1-2 लाख रुपियाँ हो अब साह्रै गऱ्यो छोरोले त्यही भएर यसो थोरै लोन जति 2 लाख रुपियाँ जति भयो हुन्थ्यो सर 2 लाख जति त म मिलाउँछु तपाईँले घरको केही लालपूजाहरू राख्नुपर्छ सर मसँग भएको त एउटा सानो टुक्रो छ सर यही हो सर अब हेर्नु सर दिनु मिल्छ कि के हुन्छ तपाईँको विचार सर अब सबै कागजहरू पास भइसक्यो तपाईँले उहाँको पैसा ल्याइदिनुहोस् सर लाउनुहोस् तपाईँको पैसा यति कुरा याद राख्नु कि टाइममा पैसा बुझाउनु नत्र तपाईँको घर जग्गा जान सक्छ हस् सर हस् म आफ्नो सकेको सबै गर्नेछु टाइममै गर्नेछु सर है त हस् सर धन्यवाद हजुरहरूलाई धेरै धेरै हस् सर सुभाष सानो किन के भयो सानो अब मैले तिमीले भने जस्तो राम्रो बाइक त ल्याउन सकिन्छ सानो एउटा सानो स्कुटी लिएर आइदिएको छोटो स्कुटी बाबु यसलाई जतन गरेर चलाऊ माया गर है सानो जब एउटा छोटो स्कुटी ल्याइदिने जतन गरेर चलाउने रे के अन्त सानो बाउको औकात त यही छ के गरेर जाऊ ओ सुभाष नयाँ स्कुटी छ त के हो नयाँ स्कुटी छ के गर्नुलाई हो केटा आउन बस्छ बाउलाई गरेको केटा हो तिमीले हारे ब्याट्टै बाउले म चाहिँ म त बिजी गयो यार केटा जान्न माल बन्द बस न यार खाना जमा बस न ल बनाउनु त केटा ल बस केटा म यार ढिलो भयो केटा दाइ नमस्ते हो सर नमस्ते सर बसाउनु हेर्नु दाइ तपाईँले लोन लिएको भागा नागिसक्यो तपाईँले 1 रुपियाँ दिनु भएन यस्तै हो भने तपाईँको घर जग्गा लिलानी भन्छ त्यस्तो नगरिदिनुहोस् न सर मेरो त भएको एउटा सानो टुक्रो यही मात्रै हो त्यही पनि गयो भने त सर म त पिचल्ली पर्छु सर हे भगवान् कस्तो दिन आयो भएको एउटा सानो टुक्रो पनि जगत ब्याङ्कले खाइदिन्छु भन्छ छोरो बिग्रेर ट्यापे भएर गयो मेरो नि के दिन आयो मसँग अरू उपाय छैन के गर्ने होला झन्डिनी बाहेक उपाय छैन मेरो